हेलो गाइज नमस्ते। तपाईहरुलाई म क्युको पछिल्लो अपडेट दिइरहेको छु। अहिले यहाँ खेल पनि भइरहेको छ। यसैगरी यो तल्लो साइड प्याराफिटको लागि यो तल्लो साइड कुर्सीको लागि ढलान तयार भइसकेको छ भने यो माथिल्लो साइडमा फेरि जाली बान्ने काम भइरहेको देखिन्छ। अब सायद केही समयमा यो माथिल्लो साइड पनि ढलानको लागि तयार भइरहेको छ। यसरी यो जाली बन्ने काम र यो बीच भागमा माटो भर्ने काम भइरहेको देखिन्छ अहिले। यो लगातार झरी वर्षाको कारण पनि काम रोकिएको छैन। अहिले काम तीव्र गतिमा भइरहेको छ। काम तीव्र गतिमा 3 शिफ्टमा काम तीव्र गतिमा भएको देखिन्छ। अहिले यहाँ ठुलो संख्यामा कामदार काम गरिराख्नु भएको छ र यो ढलान गर्नको लागि यो बीच भागमा अहिले माटो बिछाउने काम भइरहेको छ। यहाँ भने यो तल्लो साइड पूर्ण रूपमा ढलान भइसकेको देखिन्छ। यो कुर्सीको लागि तयार भइसकेको छ। अब केही समयपछि यो माथिल्लो भाग ढलानपछि माथिल्लो भाग पनि कुर्सीको लागि तयार हुनेछ। अहिले यहाँ प्याराफिटको काम चलिरहँदा यहाँ पार्टी सिगामहरू पनि धमाधम भइरहेको छ। यहाँ पार्टी सिगामहरू चलिरहेको छ। अहिले तपाईहरुलाई देखाइरहेको छु। यहाँ पार्टी सिगामहरू चलिरहेको छ। अहिले यो माथिल्लो भागमा जाली बान्ने काम भइरहेको छ। यो माथिल्लो भागमा जाली बानिसकेपछि पूर्ण रूपमा ढलान सकिएपछि कुर्सी राख्ने कामहरू हुनेछ। तपाईहरुलाई देखाइरहेको छु। यो माथिल्लो भाग हो। जो तल्लो भाग चाहिँ पिच कुर्सीको लागि रेडी भइसकेको छ भने यो माथिल्लो भाग चाहिँ बाँकी छ। यहाँ जालीको लागि तयार भइरहेको छ। अहिले यहाँ तीव्र गतिमा यो प्याराफिट र फ्लडलाइटको काम चलिरहँदा यो प्र्याक्टिस गेमहरू पनि चलिरहेको छ। मैदानमा खेलाडीहरू गेम खेलिराख्नु भएको छ। यति ठुला पिलरहरू जो जेसीबी मार्फत काम गर्ने स्थानसम्म पुर्याइन्छ।
यो भिआइपी तर्फको ब्लक तपाईहरुलाई देखिरहेको छु। यहाँ धेरै ठाउँमा धेरै स्थानमा ढलान भइसकेको छ भने कि स्थानमा चाहिँ ढलान हुन बाँकी छ, जहाँ यहाँ कुर्सीको लागि रेडी भइसकेको देखिन्छ। त्यो साइडमा जाली बान्ने काम भइरहेको छ भने यो तल्लो साइडमा ढलान भइसकेको छ। यो चाहिँ भिआइपी सेक्सन तर्फको ब्लक। यो ब्लक धेरै साइडहरु ढलान भइसकेको छ र केही साइडहरु भने थोरै मात्रामा ढलान हुन बाँकी छ। यो भर्खरै ढलान भएको साइडमा चाहिँ प्लास्टिकद्वारा छोपिएको छ भने केही साइड जाली बान्ने कामहरु भइरहेको देखिन्छ अहिले। भने यो साइडमा कुर्सीको लागि रेडी भइसकेको छ, जहाँ अब यहाँ कुर्सी राखिनेछ। अहिले लगातार वर्षा छ। यदि लगातार वर्षा भए तापनि अवस्था पक्कै पनि छैन। यदि धेरै हिलाम्मे छ, यदि धेरै हिलाम्मे भए पनि काम तीव्र रूपमा काम भइरहेको देखिन्छ अहिले ट्युब ग्राउन्डमा।
यसरी काम भइरहेको छ। वर्षाको बावजुद पनि यसरी काम भइरहेको देखिन्छ। अहिले यहाँ गाडीहरू पनि फसिरहेको छ। यस्तो छ अहिलेको ताजा अपडेट तपाईँहरूलाई म दिइरहेको छु। अबको केही समयमा पक्कै पनि निर्माण काम सम्पन्न हुने देखिन्छ।